दाउरा लिन जाँदाखेरि यस्तो तरिकाले लडियो। सो हेलो साथीहरू, के छ मेरो चाहिँ एकदम ठिकठाक छ। अनि हजुरहरूको के छ? यहाँ हेर्नु नि मेकअप धस्दैछ हो, यत्रो छैन। यस्तोलाई के भन्नु, अनि म चाहिँ टक्क चिया खानु थालेँ होइन। अनि बाउ छोरा मिलेर लाग्यो हामी चाहिँ दाउरा लिनुको लागि। यता काटेर राखिराखेको छ अरे कि। अनि टक्क खेत पनि आइपुग्यो। अनि यत्रो ठुलो बोकेर हिँड्नु परेको छ। अगाडिबाट हेर्दा त पातलो छ भन्नुभएकोले, तर पछाडि ढिक्कै झिकेर छ कि। अनि यो त्यही माथि भारी पनि छ। अनि तान्दै ल्याउनु पर्ने, झन्डै एकचोटि चिप्लेर लडेको होइन। भिडियो नै बनाउनु पाइन कि, कस्तो खलत्तै चिप्लो हालीमा। यतिकै आउँदै थिएँ, झन्डै भिडियो बनाएको थिइनँ। भिडियो बनाएको भए चाहिँ देखाउनु हुन्थ्यो कि हजुरहरूलाई। अनि दाउरा चाहिँ यहाँ लिएर राखिसक्यौँ। अनि हेर्न सक्नुहुन्छ यस्तो बनाइसकेको छ रोड चाहिँ हाम्रो। अनि जेसीबीले चाहिँ ढुङ्गा टिप्दै रहेछ यहाँ यतातिर। अनि म चाहिँ घरि विकास भएको राम्रो पनि लाग्छ, घरि राम्रो लाग्दैन। किनकि राम्रो भयो भने बाटो बनिहाल्छ, नराम्रो भनेको चाहिँ म डेली भ्लग हाल्नु पर्ने। डङ्की बजेको गर्छ। अनि वाक्क लाग्यो। अनि बेलुकातिर सब्जी बनाउनु थाले टक्क निगुरो। थ्याङ्क्स फर वाचिङ। राते सब्सक्राइब गर्ने भने नबिर्सनु। बाई। तपाईँको एक सब्सक्राइबरले मलाई मोटिभेसन गर्छ, त्यसैले गरिदिनु होला।